संसारै जिते झैँ मानिन्न आमाले छोरो पाएपछि, संसारै जिते झैँ मानिन्न आमाले छोरो पाएपछि, एउटा छोरो हुर्काउनलाई 25 वर्ष लागेपछि, संसारै जिते झैँ मानिन्न आमाले छोरो पाएपछि, एउटा छोरो हुर्काउनलाई 25 वर्ष लागेपछि, बिचारी आमालाई के थाहा यस्तो पनि हुन्छ भनेर 25 दिनमै फेरि यो छोरो बिहा गरेर आएपछि, 25 दिनमै फेरि यो छोरो बिहा गरेर आएपछि। सुख दुःख जिन्दगीमा फेट्ने कमाइ हुन्छन्, सुख दुःख जिन्दगीमा फेट्ने कमाइ हुन्छन्, अरूको लागि आफ्नो सुख रेट्ने कमाइ हुन्छन्, सुख पर्दा साथ दिने हजार होलान् तिम्रा, थला पर्दा बिस्तारामा भेट्ने कमाइ हुन्छन्, थला पर्दा बिस्तारामा भेट्ने कमाइ हुन्छन्। अरे क्या बात। दर्शकबिन नमस्कार, यति बेला हामी स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नम्बर 13 थानबाटामा छौँ। यति बेला हामीसँग एकजना सर हुनुहुन्छ। अस्ति मैले नगरपालिकामा हाम्रो सरलाई भेटेको। सर नमस्कार। नमस्कार सर। आराम हुनुहुन्छ? यहाँको शुभ नाम भनिदिनुहोस् न। मेरो पारिश्वर नेउपाने हो सर। क्यामेरामा। म पारिश्वर नेउपाने। हजुर। म यो वालिङ 13 हो। म पेसाले चाहिँ शिक्षक हो सर। पेसाले शिक्षक। हजुर। तपाईँ साहित्यकार, तपाईँले गजल गाएर मान्छेलाई धुर्केरवाइदिनुहुन्छ। हजुर। हो, मैले तपाईँको अस्ति गजल सुने, मलाई एकदम त्योले मन छोयो क्या सर। अनि त्यही भएर तपाईँलाई आज भेटौँ भनेर आज तपाईँकै घरमा यति बेला सुन्दैछु। वालिङ नगरपालिका 13 मा छौँ हामी। त्यसलाई एकदम खुसी लाग्यो सर, तपाईँले मलाई सम्झेर मेरो रचनालाई देखेर यहाँसम्म आइदिनु भयो। यो मेरो लागि पनि एउटा गर्वको विषय हो। म एकदम खुसीले पुलकित भएको छु। ठिक छ, साहित्यले समाज पढ्छ, समाजका विभिन्न घटनाहरूको विषयमा चाहिँ एउटा कलात्मक ढङ्गबाट बाहिर ल्याउने कुरा नै साहित्य हो। त्यही मार्फत मैले कलम चलाउँछु सर। कति के छ त हजुरहरूको नै मूल्याङ्कन। अनि सर पछिल्लो जस्तै तपाईँले जहाँ जे कुरा देख्नुभयो त्यसलाई तपाईँले साहित्य कुरामा गजल, कविता, मुक्तमा तपाईँले चाहिँ एकदम के उतारिदिनुहुन्छ के? हो सर, मैले कहिलेकाहीँ यो वस्तुपरक ढङ्गबाट साहित्य लेख्दाखेरि यथार्थपरक ढङ्गबाट पनि कता कतै कलम चलाउँछु सर। मैले कहिलेकाहीँ चाहिँ कुनै घटनासित छोइयो भने त्यो घटनालाई चाहिँ टिपेर लेख्ने चाहिँ गरेको छु। आखिर साहित्य भनेकै त्यही हो। तपाईँलाई यति बेला हाम्रो ठ्याक्कै दर्शकले तपाईँलाई यति बेला के भनेर चिन्ने? साहित्यकार भन्ने या तपाईँ शिक्षक पनि हो? म पेसाले शिक्षक पनि हो। मैले कथा, कविता, मुक्त, गजल लेख्छु। मेरा कृतिहरू अहिले एउटा चाहिँ यो प्रकाशनका लागि चाहिँ टाइपमा गएको छ सर। ठिकै छ, मलाई जे भन्दा पनि फरक पर्दैन। मलाई साहित्यकार भन्दा पनि फरक पर्दैन, म शिक्षक भन्दा पनि फरक। तपाईँले एउटा पेसाको हिसाबले शिक्षक भन्नु पर्यो सर। लेखनको हिसाबले साहित्यकार भन्नुभयो भने पनि अन्याय नहोला। अन्याय नहोला। यति बेला तपाईँलाई हजारौँ दर्शकले हेरिरहनु भएको छ। तपाईँले एउटा यस्तो सायरी भनिदिनुहोस् कि दर्शकको आँखाबाट आँसु आउनु भयो। त्यो भिडियो उहाँले चाहिँ फर्की हेर्न परोस् कि। सुख दुःख जिन्दगीमा फेट्ने कमाइ हुन्छन्, सुख दुःख जिन्दगीमा फेट्ने कमाइ हुन्छन्, अरूको लागि आफ्नो सुख रेट्ने कमाइ हुन्छन्, सुख पर्दा साथ दिने हजार होलान् तिम्रा, थला पर्दा बिस्तारामा भेट्ने कमाइ हुन्छन्, थला पर्दा बिस्तारामा भेट्ने कमाइ हुन्छ। अरे क्या बात। अरे सर यस्तै अब कहिलेकाहीँ हाम्रो समाजमा जुन सामाजिक परिवेशलाई लिएर पनि एउटा भन्छु मैले। संसारै जिते झैँ मानिन्न आमाले छोरो पाएपछि, संसारै जिते झैँ मानिन्न आमाले छोरो पाएपछि, एउटा छोरो हुर्काउनलाई 25 वर्ष लागेपछि, संसारै जिते झैँ मानिन्न आमाले छोरो पाएपछि, एउटा छोरो हुर्काउनलाई 25 वर्ष लागेपछि, बिचारी आमालाई के थाहा यस्तो पनि हुन्छ भनेर 25 दिनमै फेरि यो छोरो बिहा गरेर आएपछि, 25 दिनमै फेरि यो छोरो बिहा गरेर आएपछि। अझ एउटा धेरै पछि घैँटामा घाम लाग्यो, धेरै पछि घैँटामा घाम लाग्यो, बिरामी हुँदा कसैले भेटेनन् मरेपछि लाम लाग्यो। धेरै पछि घैँटामा घाम लाग्यो, बिरामी हुँदा कसैले भेटेनन् मरेपछि लाम लाग्यो, बोल्न सकुन्जेल कसैले सोधेनन् मनका चाहनाहरू, वचन बसेपछि सोधेर के काम लाग्यो, वचन बसेपछि सोधेर के काम लाग्यो। सुशासन, समृद्धि र विकासले घेर्न मन छ, जति सक्दो चाँडो यो देशको मुहार फेर्न मन छ। सुशासन, समृद्धि र विकासले घेर्न मन छ, जति सक्दो चाँडो यो देशको मुहार फेर्न मन छ। देश बनाउन पठाएकाहरू मध्ये धेरैले आफ्नो घर मात्रै बनाए, यिनीहरूको सम्पत्तिको स्रोत हेर्न मन छ, यिनीहरूको सम्पत्तिको स्रोत हेर्न मन छ। क्या मिठास छ सर तपाईँको साहित्यकारमा, एकदम तपाईँको त्यो शब्दमा मिठास छ क्या। ठिक छ सर। अब लेख्ने क्रममा कुनै विषयवस्तु समेट्दा त्यो कुरा रह्यो। तपाईँले चाहिँ पुस्तकहरू निकाल्नु भएको छ? प्रोसेसमा छ सर, मैले टाइपिङमा पठाएको, सायद 1-2 महिनामा हजुरको हातमा म पुऱ्याउँछु। हाम्रो हातमा तपाईँको पुस्तक पर्छ, आउँछ सर। यति बेला जति दर्शकले हेरिरहनु भएको छ, मेरो कृति आउँछ सर। उहाँको सरको किताब पनि आउँछ है। हामी तपाईँलाई
देखाउने पनि छौँ र बजारमा पनि ल्याउनेछौँ है। यसको लागि हामीले एकदम सहयोग पनि गर्नेछौँ। यसको लागि चाहिँ ल ऊ त मेरै हो तर मेरो भनी गाउन सकिन, ऊ त मेरै हो तर मेरो भनी गाउन सकिन, मुटुभित्र छ छातीमा लाउन सकिन, ऊ त मेरै हो तर मेरो भनी गाउन सकिन, मुटुभित्र छ छातीमा लाउन सकिन, के को कमी छ र ममा सबै थोक छ मसँग, नजर त्यसैमा जान्छ जसलाई पाउन सकिन, नजर त्यसैमा जान्छ जसलाई पाउन सकिन, नजर त्यसैमा जान्छ जसलाई मैले पाउन सकिन भनेको यो चाहिँ कस्तो एकदम यो प्रेमिकहरुका लागि, यो प्रेमिल गजल हो सर। प्रेमी जो मायामा फस्छ उनीहरुको लागि साहित्यमा एउटा रस पनि हुन्छ, एउटा श्रृंगारिक रस हुन्छ, वीर रस हुन्छ हैन, करुणा रस हुन्छ। यी मध्ये चाहिँ यो श्रृंगारिक रसमा चाहिँ माया प्रीतिका कुराहरु चाहिँ अलि बढी हुन्छ। जस्तै अब कोही अब केटा र केटी एकदम मायामा फसेका हुन्छन् हजुर, अनि उनीहरुको चाहिँ अब चाहदा नचाहदै उनीहरुको चाहिँ अब ब्रेकअप भयो मानम केही कारणले, त्यस्तोको लागि चाहिँ एउटा जाओस् न एकदम, त्यसको लागि चाहिँ कतिपय त्यस्तो समाज हुन्छ नि त। हैन त्यस्तो हुन्छ, माया गरेर के गर्नु देखाउन नसकेपछि, माया गरेर के गर्नु देखाउन नसकेपछि, तिमीलाई छातीको तातोले सेकाउन नसकेपछि, माया गरेर के गर्नु देखाउन नसकेपछि, तिमीलाई छातीको तातोले सेकाउन नसकेपछि, तिम्रो नाम मुटुमा लेखेको छु भनेर के गर्नु, बिहा दर्तामा मेरो नाम लेखाउन नसकेपछि, बिहा दर्तामा मेरो नाम लेखाउन नसकेपछि, माया भएर के गर्नु देखाउन नसकेपछि, तिमीलाई छातीको तातोले सेकाउन नसकेपछि, तिम्रो नाम मुटुमा लेखेको छु भनेर के गर्नु, बिहा दर्तामा मेरो नाम लेखाउन नसकेपछि, बिहा दर्तामा मेरो नाम लेखाउन नसकेपछि। हजुरले भने जस्तै कस्तो राम्रो भन्नु रहेछ। ठिकै छ, तपाईको यो स्वर नै एकदम मिठा छ के। हजुर सर, अस्तिको त्यो भिडियोले एकदम मैले धेरै चाहिँ डिपिट गरेर 3 चोटि भइसक्यो होला, त्यसले एकदम मन छ। म त्यही भएर तपाईँलाई खोजी आएको चाहिँ एकदम खुसी लाग्छ सर, एकदम। हजुर, एउटा कथा पनि भन्छु, एउटा सरी कविता भन्छु। कविता ओके ओके, त्यो कविता यो अलिकति माया सम्बन्धी छ। ओके, यो मुटुले सधैँ तिमीलाई लेरा लेरा भन्छ, यो मुटुले सधैँ तिमीलाई लेरा लेरा भन्छ, तिमीले भात पकाउँदा सब्जी काट्न भन्छ, यो मुटुले सधैँ तिमीलाई लेरा लेरा भन्छ, तिमीले भात पकाउँदा सब्जी काट्न भन्छ, छिनछिन बजलान् तिम्रा चुरा, छिनछिन बजलान् तिम्रा चुरा गर्दा चुलो चौका, छिनछिन बजलान् तिम्रा चुरा गर्दा चुलो चौका, मैले भने कुरी बस्थेँ एक्लै भएको मौका, मैले भने कुरी बस्थेँ एक्लै भएको मौका, किनिदिन्थे फुर्के झोला, किनिदिन्थे फुर्के झोला गर्न घरमा आइ त, किनिदिन्थे फुर्के झोला गर्न घरमा आइ त, पण्डित बालाई जुराउन भनिदिन्थे साइत, पण्डित बालाई जुराउन भनिदिन्थे साइत, घुच्याएर उठाउँथ्यौ कि राति मैले घुर्दा, घुच्याएर उठाउँथ्यौ कि राति मैले घुर्दा, कति मजा होला तिमीलाई बिस्तारामा कुर्दा, कति मजा होला तिमीलाई बिस्तारामा कुर्दा, भविष्यका छोराछोरी गन्दा कस्तो होला, भविष्यका छोराछोरी गन्दा कस्तो होला, तिमी पाखा सर्यौ भन्दा कस्तो होला, तिमी पाखा सर्न छाड्यौ भन्दा कस्तो होला, भविष्यका छोराछोरी गन्दा कस्तो होला, तिमी पाखा सर्न छोड्यौ भन्दा कस्तो होला, तिमी पाखा सर्न छोड्यौ भन्दा कस्तो होला। कस्तो मिठास है यो चाहिँ। कस्तो यो चाहिँ यो एउटा काल्पनिक रूपमा काल्पनिक कसैले कसैलाई चाहिसकेपछि उसको रियालिटी भएन र यो कल्पनामा उसले फिल गर्यो, उसले कल्पनामा बगेको भनौँ, बगेर त्यो भनेको भन्न खोजेको। अब त्यो तपाईँलाई अन्तिम शेरले भन्यो नि त हैन। यदि तपाईँ पनि कल्पनामा बगिरहनु भएको छ कि? ठिक छ, अब यसरी अब हामीले समाजको कुनै पनि परिवेश अनुसार साहित्यलाई हामीले टिप्ने हो, कसैका पीडाहरू टिप्ने हो, परिवेशहरूलाई टिपेर हामीले कलम चलाउने कुरा गरिन्छ। उसले भनेअनुसार अब एउटा दुईटा सामाजिक किसिमका मुक्तकहरू सुनाउँछु। श्रीमती पाएपछि आमा बिर्सिनेले, श्रीमती पाएपछि आमा बिर्सिनेले, जिनको पोइन्ट पाएपछि जामा बिर्सिनेले, श्रीमती पाएपछि आमा बिर्सिनेले, जिनको पोइन्ट पाएपछि जामा बिर्सिनेले, खै कसरी जोगाउँछौ हाम्रो परम्परा, पक्की घर पाएपछि खामा बिर्सिनेले, पक्की घर पाएपछि खामा बिर्सिनेले। कस्तो मिठा छ। अर्को, जे गर्यो समाजले त्यही बोल्छ मानिसलाई, जे गर्यो समाजले त्यही बोल्छ मानिसलाई, सुख दुःख जिन्दगीमा घोल्छ मानिसलाई, जे गर्यो समाजले त्यही बोल्छ मानिसलाई, सुख दुःख जिन्दगीमा घोल्छ मानिसलाई, जिउँदो हुँदा राजीनाम जग्गा खोज्दै हिँड्छ, मरेपछि ऐलानीमा पोल्छ मानिसलाई, मरेपछि ऐलानीमा पोल्छ मानिसलाई। एउटा थोरै प्रेमिल छ।
तिमीले फर्केर हेरिनौ पछि धाएर के काम, तिमीले फर्केर हेरिनौ पछि धाएर के काम, मैले मात्रै एकहोरो माया लाएर के काम, तिमीले फर्केर हेरिनौ पछि धाएर के काम, मैले मात्रै एकहोरो माया लाएर के काम, अन्त धोका खाएपछि माफ गर भन्दै आयो, ताला तोडिसकेपछि चापी पाएर के काम, ताला तोडिसकेपछि चापी पाएर के काम। यो त कत्रै कस्तो मिठा छ एकदम एकदम यो चाहिँ राम्रो लाग्यो सर। अब एउटा हाम्रो विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइले पनि यति बेला हेरिरहनु भएको छ, फेरि उहाँले भन्नु होला खै हाम्रो त भन्दै भन्नु भएन सरले भन्नु होला फेरि, त्यसको लागि चाहिँ म यसो हेरेर भन्छु सर। हुन्छ म छ हजुर। किसान युवा अहिले एउटा एकदम अप्ठ्यारो परिवेशमा गुज्रिरहेको छ, त्यसलाई मैले यो कवितामा टिप्न खोजेँ, कति सकिनँ कविताले बताउला। दिनभरि बाँदर लाउँछ राति दुम्सी आउने, दिनभरि बाँदर लाउँछ राति दुम्सी आउने, किसानको कर्म कस्तो सधैँ दुःख पाउने, किसानको कर्म कस्तो सधैँ दुःख पाउने। भैँसी पाले उचाल मार्यो गोरु भिरमा लोट्यो, भैँसी पाले उचाल मार्यो गोरु भिरमा लोट्यो, ऋणमाथि ऋण मात्रै भाग्य गति खोटो, ऋणमाथि ऋण मात्रै भाग्य गति खोटो। तिज आयो भोटो फेर्न दसैँ मिठो खाने, तिज आयो भोटो फेर्न दसैँ मिठो खाने, घरमा छैन सुको पैसा खोज्न कहाँ जाने, घरमा छैन सुको पैसा खोज्न कहाँ जाने। पल्ला घरमा खसी ल्याए, पल्ला घरमा खसी ल्याए छैन घरमा नुन, पल्ला घरमा खसी ल्याए छैन घरमा नुन, सबैभन्दा दुखी कुरो रहेछ गरिब हुन, सबैभन्दा दुखी कुरो रहेछ गरिब हुन। कसले बुझ्छ मर्म हाम्रो राज्य भयो पर, कसले बुझ्छ मर्म हाम्रो राज्य भयो पर, वर्ष लाग्यो छानो चुयो छैन छाउने घर, बर्खा लाग्यो छानो चुयो छैन छाउने घर। विदेश जाउँ त खेत बेची दलालले खान्छ कि, विदेश जाउँ त खेत बेची दलालले खान्छ कि, छोडी जाँदा पियारीलाई अर्कैले लान्छ, विदेश जाउँ त खेत बेची दलालले खान्छ कि, छोडी जाँदा पियारीलाई अर्कैले लान्छ कि, ती भएका लालाबाला बिचल्लै पर्छन् कि, बुढा भाका बाउआमा नआउँदै मर्छन् कि, बुढा भाका बाउआमा नआउँदै मर्छन्। कस्तो कति मिठास है, शब्दमै मिठास छ क्या तपाईँको, यो लाइनमै मिठास छ एकदम। जसमा यो चाहिँ एउटा युवाको लागि डेलिकेट गर्नुभएको थियो उहाँले, एउटा विदेशमा जस गाउँबाट एउटा गरिब किसान विदेश जानको लागि चाहिँ जाँदै गर्दा या त चाहिँ जानुपर्ने अवस्थामा यो सबै कुरालाई समेटेको भन्नुपर्छ होइन। जसमा यति बेला चाहिँ हामी अन्तिममा छौँ, तपाईँले कहाँ कहाँबाट यो भिडियो हेरिरहनु भएको छ सक्दो सेयर गरेर सबै सामु यो भिडियो पुर्याइदिनु। सर अन्तिममा के भन्न चाहनुहुन्छ? अन्तिममा ठ्याक्कै छोटो मेरो अन्तिममा जुन मैले जुन मेरो लेखन साहित्य यात्रालाई थप टेवा दिने पुग्ने गरी जुन तपाईहरुको यो उपस्थिति जुन सहयोग रह्यो मलाई एकदम सराहनीय छ। यो तपाईको हेर्ने कुरा प्लस स्याङ्जा अपडेट का साथीहरु यसरी आएर मेरो घरमै बसेर यस किसिमको कुरा गर्न पाउँदा मैले आफूलाई एकदम भाग्यमानी ठानेको छु। साथीहरुको सहयोग सद्भाव र दर्शकहरुको माया बढ्दै गयो भने अब मेरो साहित्यमा थप कलम चलाउने ऊर्जा बढ्नेछ र त्यो ऊर्जाको लागि तपाईहरुले मलाई पक्कै पनि सपोर्ट गर्नुहुन्छ भन्ने आशा राख्दै मैले सपोर्ट गर्नका लागि पनि अनुरोध गर्ने। ओके, थ्यांक यू सो मच। धन्यवाद।